हेलो एभ्रिवान नमस्ते वेलकम टु माई फर्स्ट ब्लग र आज चाहिँ म चाहिँ एकदम एक्साइटेड छु किनकि यो चाहिँ मेरो चाहिँ फर्स्ट ब्लग हो र मलाई आशा छ विश्वास छ त सबैजनाले मलाई सपोर्ट र माया गर्नुहुन्छ र म चाहिँ आज चाहिँ 3 किलोमिटर रनिङ गर्न जाँदैछु र मलाई चाहिँ त्यहाँसम्म चाहिँ मेरो डेस्टिनेसनसम्म चाहिँ मैले के गर्छु र कसरी जान्छु र त्यहाँ चाहिँ कुन ठाउँहरू पर्दछन् म तपाईँहरूलाई पटक रूपमा देखाउने छु र अब चाहिँ म चाहिँ रेडी हुन जान लागेको हाउ आई गेट रेडी आउनुहोस् सबैजना मिलेर हेरौँ अनि त्यहाँसम्म पुगौँ है त ल गाइज अब म चाहिँ रेडी हुन लाग्यो र मैले रेडी हुँदा चाहिँ मैले चाहिँ के लगाउँछु त भनेर म तपाईँहरूलाई देखाउने छु र मसित चाहिँ पहिलो छ मसित चाहिँ जर्सी छ र यो चाहिँ मैले चाहिँ यो जर्सी लगाउँछु र यो चाहिँ प्रदेशको जर्सी हो र त्यस पछाडि चाहिँ अर्को मसँग छ मैले कहिले नछुटाउने भनेको मेरो चाहिँ क्यारी ब्याग हेर्नु सक्नुहुन्छ यसमा चाहिँ पानी हालेको छ यसमा चाहिँ पानी छ र अर्को चाहिँ मैले कहिले पनि नछुटाउने अब मेरो जुत्ता चाहिँ कस्तो छ म तपाईँहरूलाई देखाउने छु रनिङको लागि चाहिँ बेस्ट जुत्ता र चाहिँ एकदम इम्प्रुभ हुने जुत्ता चाहिँ यस्तो हुन्छ ए मैले चाहिँ यो जुत्ता लगाउँछु म त मेरो कोठाबाट निस्किसकेँ आजको म चाहिँ मेरो डेस्टिनेसनतर्फ जानेछु र मेरो डेस्टिनेसन भन्नुपर्दा चाहिँ म तपाईँहरूलाई देखाउने छु र हामी एकैछिन स्ट्रेचिङ गर्नेछ र त्यस पछाडि चाहिँ हामी चाहिँ हाम्रो डेस्टिनेसनतर्फ लाग्छौँ है हाम्रो डेस्टिनेसन चाहिँ त्यो माथिको डाँडा हो तपाईँहरूले देख्नुहुन्छ हामीलाई चाहिँ त्यहाँ डाँडामा पुग्नु छ र त्यहाँ छ गेट हामी चाहिँ त्यो हुँदै जानेछौँ र अब चाहिँ म चाहिँ एकैछिन वार्मअप गर्नेछु अनि हामी चाहिँ हाम्रो डेस्टिनेसनतर्फ लाग्नेछौँ है त है त गाइस मैले चाहिँ मेरो स्टेसनहरू सिधै सकेको छु र अब चाहिँ म चाहिँ मेरो डेस्टिनेसनतर्फ लाग्दैछु हामी सबै चाहिँ सबैजना चाहिँ मिलेर चाहिँ खान्छ साह्रै उकालो छ र तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँबाट जानु पर्दछ म अनि आउनुहोस् हामी सबैजना मिलेर चाहिँ माथिसम्म पुग्नेछ आशा छ मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर चाहिँ माया सासपत गरिदिनुहुन्छ भन्ने आशा राखेको छु हेर्नुहुन्छ यो सब सिडी नै सिडी छ यहाँ र मेरो डेस्टिनेसन चाहिँ वहाँ माथि छ र ओभर र दिन ओभर राम्रो गरेको छ र चाहिँ तपाईँहरूले पनि सधैँ चाहिँ वर्कआउट गर्नु होला म त्यही भन्छु किनकि वर्कआउटले चाहिँ हाम्रो शरीरलाई चाहिँ स्वस्थ राख्छ हामीलाई चाहिँ र हाम्रो शरीरहरूलाई चाहिँ बलियो पार्छ निकै गाह्रो थारै उकालो छ यहाँ चाहिँ बाटो चाहिँ डेन्जर गाह्रो भयो र म चाहिँ अहिले चाहिँ आधी बाटोसम्म दौडिसकेको छु र बेनीको चाहिँ यो चाहिँ एकदम प्रसिद्ध ठाउँ हो म तपाईँहरूलाई त्यहाँ गएर देखाउने छु किन त्यसलाई चाहिँ एकदम प्रसिद्ध मानेको भनेर अहिले चाहिँ म मेरो डेस्टिनेसनमा आएँ अब तपाईँहरूले यहाँबाट देख्न सक्नुहुन्छ बेनीको यस्तो सुन्दर दृश्य जहाँ तपाईँहरूले कहिले पनि देख्नुभएको थिएन होला आज म तपाईँलाई देखाउँछु आज हाम्रो बेनी कति राम्रो छ आज तपाईँहरू पनि टाढाबाट यहाँ घुम्न आइदिनु होला तपाईँले यहाँको उसलाई चाहिँ मन पराइदिनु होला ल हामी सबै मिलेर हेरौँ है त 1 2 3 गो ल हेर्नुहोस् बेनीको दृश्य यो चाहिँ बेनी नगरपालिका पर्दछ भने यो बिचको चाहिँ कालीखोलाको पारिपट्टि चाहिँ हाम्रो जलजला पर्वत पर्दछ तपाईँले त्यो माथिको चाहिँ मल्लत पर्दछ भने यता साइडमा त अर्थङ्गे पर्दछ आज हेर्नुहोस् बेनीको दृश्य कति सुन्दर देखिन्छ आज यो चाहिँ एकदम यसलाई चाहिँ लभली भने चाहिँ यहाँ चाहिँ सबै बेनी चाहिँ सबै देखिन्छ र तपाईँहरूलाई चाहिँ फेरि तल गएर देखाउने छु है त ल गाइस मेरो चाहिँ रनिङ सिद्धियो अब चाहिँ म चाहिँ पानी सानी खानेछु एकछिन रेस्ट गर्नेछु स्ट्रेचिङहरू गर्नेछु अनि त्यस पछाडि चाहिँ म त तपाईँहरूलाई ब्याक टु ब्याक फेरि म तपाईँहरूलाई बेनी पुऱ्याउने छु है त हामी चाहिँ अब जाने बेलामा चाहिँ हामी चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ जाने बेला चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ योबाट लैजान्छु यहाँबाट चाहिँ हामी चाहिँ यहीबाटै तपाईँहरूलाई चाहिँ म बेनी पुऱ्याउने छु है त तपाईँहरूले पनि रनिङ गर्नुभन्दा अगाडि र गरिसके पछाडि चाहिँ तपाईँहरूले पनि स्ट्रेचिङ कम्पलसरी गर्नु होला किनकि स्ट्रेचिङले चाहिँ तपाईँहरूको चाहिँ स्टामिना र तपाईँहरूको चाहिँ रनिङलाई चाहिँ एकदम छिटो चाहिँ त्यसले चाहिँ बुस्ट गरिदिन्छ र तपाईँहरूको शरीरमा चाहिँ कुनै पनि इन्जर्ड हुन्न र तपाईँहरूले कम्तीमा नै 20 मिनट चाहिँ स्ट्रेचिङ गर्नु होला र मैले पनि त्यही गर्छु र अब म स्ट्रेचिङ गर्छु र त्यस पछाडि म चाहिँ घरतर्फ लाग्नुपर्ने छ किनकि अब चाहिँ रात पर्न लागिसक्यो र त्यस पछाडि चाहिँ बाटोहरू अप्ठ्यारो छ त्यसै कारणले चाहिँ अब चाहिँ म चाहिँ वार्मअप गर्नेछु पानी सानीहरू खानेछु र त्यस पछाडि चाहिँ घर फर्किनेछु है त गाइस गरेर चाहिँ म त घर पुग्नु पर्ने हुन्छ
किनभने चाहिँ पानी चाहिँ यस्तो ठुलो परिरहेको छ उता तपाईँहरूकोतिर परेको छ कि परेको छैन कमेन्ट गरिदिनु होला र म तपाईँहरूलाई देखाइदिन्छु फेरि पनि कि पानी कति ठुलो चाहिँ परिरहेको छ भने म तपाईँहरूलाई देखाइदिन्छु ल हेर्नुहोस् गाइज ल हेर्नुहोस् त्यहाँ कति डरलाग्दो गरेर पानी परिरहेको छ र तपाईँले यहाँ चाहिँ बेनीको अझै पनि यहाँबाट पनि तपाईँले सुन्दर दृश्य हेर्नुपर्ने हुन्छ र म चाहिँ जङ्गल भएर चाहिँ म त्यहाँ जानुपर्ने छ यसै कारणले चाहिँ अब चाहिँ म चाहिँ छिटो छिटो दौडिनु पर्ने हुन्छ र म तपाईँहरूलाई तल गएर भेट्ने छु है त गाइज गाइज मेरो चाहिँ रनिङ सिद्धिएको छ र म तल झर्नी र पानी आइसक्न लागेको छ आजको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला जसले गर्दा म अझै मोटिभेट हुन्छु अझै म तपाईँहरूको सामु चाहिँ म अझै राम्रो भिडियो लिएर उपस्थित हुनेछु र आजलाई यति नै मेरो भ्लग सबैजनाले चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला र सी यू इन नेक्स्ट भिडियो है त